Happy Christmas, बाबा छोरी हामी कहाँ जाँदैछौँ मिलाइदिनु त पहिला मेरो आउटफिट यस्तो छ न छोरीको अहिले पहिलो क्रिसमस मेरो छोरीको पहिलो क्रिसमस हो मेरो छोरीले यस्तो कपडा लगाइछिन् बाबा छोरी रेडी रेडी लेट्स गो रेडी आइ एम रेडी हामी तयार छौँ हामी तयार छौँ कहाँ जाने हो आज मेरो छोरी मम्मी बाबाले जहाँ घुमाउनुहुन्छ त्यही घुम्छ मामी भन्छ अरे त्यही घुम्छ मामी भन मम्मी नलगाउनु है मम्मी नलगाउनु मम्मी घर जानु बाबा छोरी बाबासँग भएपछि त छोरी त मक्खै हो के मक्खै हो 9 महिना यत्रो भएपछि मेरो छोरी होइन छोरी बाबा म 9 महिना भइसकेको ठुलो भइसकेँ म भन म त माथि पुग्छु भन जति जति छोरी भए पनि आफ्नो छोरी चाहिँ सानो लाग्ने ठुलो भइसक्यो अब त खै मेरो गाडी खै भन छोरी मेरो गाडी खै भन बाबा ड्राइभर हो छोरीको गाडी खै भन चिसो है मम्मी म डराएको छु बाबा 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 छोरीको कपडा ओके बाबाले छोरीलाई बाबा यस्तो जाडोमा कसरी हिँड्ने म भन न कसरी हिँड्ने म गाडी रातबित्तिकै निदाइहाल्छिन् के दिनलाई जाडो के गर्मी होइन कसरी हिँड्ने बाबा यस्तो जाडोमा भन त हजुर कसको मलाई भन जाडो भयो नि चक्लेट लाग्छ जाडो भयो भने चक्लेट लाग्ने है छोरी ज्याकेट हेरिराखिदिन्छ ल हेराइदिन्छु तिम्रो ज्याकेट है ओको त्यो टुप्पी माथि गरिदिनु त पुरो दब छ ओको नि राम्रोसँग अलिक यसो नाक रातो छोरीको छोरी जाडो भएन जाडो हो कोरियामा जाडो छ घाम लाएर पनि जाडो के अबे के यस्तो एकैछिन बाहिर नसक्ने उभिन नसक्ने होइन के बाहिर यता त घाम लाग्यो त अनि बाहिर त किन गर्दा हेलो बाबा हामी कहाँ छोरो निरन लगाइसक्यो निमाना गुलुङ मेरो प्यारी निद्ला चोलो निद्ला आयो निद्ला आयो मम्मीलाई पठाउनु मसँग भन त सँगै बस्नु मम्मी र म भन मम्मीलाई त हुन्छ पछाडि होइन उल्टी आउँछ मम्मी बस्नु हुँ भन कति प्यारी बसेको मेरो छोरी हो नि बाबाले कहाँ लानु घुमाउनु आज कहाँ लाने हो कहाँ लाने बाबाले जाने हो बाहिर घुम्दा यस्तो घाम छ बाहिर फेरि पनि चिसो के घाम लाएर पनि अब 2 महिना जाँदैन 1 महिना अब यस्तो हो क्या 12-1-2 चाहिँ जाडो हुने 2 पनि धेरै भएर 3-4 हुन्छ 2 मा त अलि ठिक हुन थाल्छ नि 2 मा मेन त अब 2 मा हुन्छ सकिसक्यो अब जाडो 2 मा हिउँ परेको थियो नि यहाँ अस्ति 2 मा हिउँ पर्यो नि 2 महिना कति जाडो छ कति छोरीको आँखा ढाकेछ कति जाडो छ प्यारी
छोरी बाबालाई यही टोपी मनपर्छ जत्र यही छोरीलाई ल एउटा छोरी हजुरको फोटो खिचिदिन्छ एउटा है आउने पहिले आउबिन न ल आँखा ढाकिदिइहाल्नुहुन्छ उनीहरूले ल छोरी हेर्दै नि बाबा छोरी बाबा यता हेर्छु आँखा ढाक्छ छोरीको आँखा ढाक्छ ओको हेर कति राम्रो देखिन्छ मेरो छोरी त कति राम्रो प्यारी नाग आँखा छ रातो मेरो छोरीको त कोनी त त्यस्तो धेरै मान्छे नै आएन नि त बाबा यताबाट निस्किने हो पर्खिनु न ढाक्या छैन बाबरमा गाउनु भयो चाहिँ के हो सभाग्नु भनेको के हो बुढो यो आँखा मन भनेको ढोका होइन मेरो छोरी घुमिहिन् बाबाको काखमा कति आनन्द छ बाबाको न्यानोपनमा बस्छिन् घुमाउनुहुन्छ मम्मी छोरी आज बाबाले मलाई बाहिर जानु भएको छ मम्मीले कोठा मात्रै राख्नुहुन्छ बाबाले घुमाउनुहुन्छ बाबा मन पर्छ मलाई त भन छोरी मम्मी रानी त के हो भन आँखा मेरो छोरी आँखा मिलाइदिनु बाबा मेरो जाडो भए पनि घुम्छु भन्छन् छोरीले आज फेरि के गर्नु फेरि घुम्छु अरे जाडोमा नि घुम्छु अरे बाबासँग उठ्न भ्याएन जाम घुम्न अरे खुट्टा तान्ने मलाई आज जाम बाबा भनेर ताने एकछिन खाएर जाने भन्दा पनि होइन उयो खाने फेरि होइन म त खाइसकेँ मोमो खुवाइसक्नु भयो भनेको खाने रे आएर एकदम हेराएर हेरे बाबाले नखाए हुन्छ अरे मैले खाए हुन्छ अरे बाबाले नखाने हुन्छ अरे हो र छोरी बाबालाई के दौ हुन्छ बाबाले बोक्ने मलाई यो भन बाबालाई के दौ हुन्छ र बाबाले बोक्ने मलाई यो खाना परेन अहिले भने त लिएर खाएर त जाडोमा हिँडाइ गर्न परेको छ मलाई हामी यहाँसम्म घुम्यौँ अनि त्यसपछि धेरै जाडो लाग्यो अनि घर आएर मोमो अनि सेक्पा बनाएर खाइयो अनि रमाइलो गर्यो घरमै थ्याङ्क यू फर वाचिङ